सरप्राइज तिमी यहाँ कसरी अनि त मेरो गर्लफ्रेन्डलाई केही पनि भन्नु पाउँदैन छ हेर मेरो गर्लफ्रेन्डलाई तैँले केही पनि भन्नु पाउँदैन छ किन भन्दाखेरि तैँले यस्तो आइफोन किन्न सकिनस् यस्तो आइफोन किन्न सकिनस् तैँले आइफोन किन्न सकिनस् मैले आइफोन किनिदिएर तेरो गर्लफ्रेन्डलाई मेरो बनाएँ तिम्रो काम छैन चल्दा हुन्छ मैले तिमीलाई यति धेरै विश्वास गरेर थिएँ आफूलाई भन्दा अब नगर अब तैँले गर्लफ्रेन्ड हुन्छ विश्वास गरिस् माया गरिस् तर अब मेरो गर्लफ्रेन्ड हो हामी दुईजनाको बिचमा त नआउने अब रह्यो हाम्रो साथीको सम्बन्ध साथीको सम्बन्ध त नसँग न पैसा छ न धन सम्पत्ति छ न अब गर्लफ्रेन्ड छ तेरो र मेरो सम्बन्ध सक्यो आजदेखि तेरो र हाम्रो बाटो अलग हाम्रो बाटोमा पनि नआइज हामी तेरो बाटोमा नै आउँदैनौँ छोटो बेबी छ रे यस्तो के भइरहेको हेर्नु न क्यामेरा कस्तो लाग्छ जसलाई मैले यति धेरै विश्वास गरेको थिएँ यति धेरै माया गरेको थिएँ कुनै साथीको लागि भनेर मैले यति विश्वास गरेको थिएँ आज नानी के भयो किन यसरी झोक्राएर बसेको त के भयो तँलाई मलाई जस्तै ठुलो गल्ती भयो के गरिस् र मैले आफूभन्दा धेरै कसैलाई माया गरेको थिएँ साथी भनेर यति ठुलो विश्वास गरेको थिएँ बट आज उनीहरूकै लागि उसैको लागि भनेर मैले तपाईँको सिक्री समेत छोड्नलाई पछि हटिनँ के भन्छ यो मलाई माफ गरिदिनु भएको मैले तपाईँको कुराहरूलाई नमानेर तपाईँले भनेको कुराहरूलाई नसुनेर जस्तै ठुलो गल्ती गरेँ मान्छेबाट एकचोटि गल्ती हुन्छ तर त्यो गल्ती सुधार्नुपर्छ अब त प्रभुमा विश्वास गर राम्रो कुराहरू सिक नराम्रो कुराहरू होइन अब बरु चर्च जानुपर्छ तेरो मन अलिक हल्का पनि हुन्छ